साथीहरु सबैलाई नमस्ते। म वासुदेव आचार्य। म चाहिँ हाल कामको सिलसिलामा ओसाका जापानमा रहेको छु र म एसएसडब्ल्यू भिसा अन्तर्गत सिगाचुमा जापान आएको थिएँ र एसएसडब्ल्यू भिसा सम्बन्धी आफूले बुझेको कुराहरू र आफूले भोगेको कुराहरू अनि अरु भिसा र एसएसडब्ल्यू भिसामा के फरक छ भन्ने सम्बन्धमा चाहिँ आज एउटा भिडियो बनाउन मन लाग्यो। त्यही भएर यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। आफूले जाने बुझेका कुराहरू सबैसँग शेयर गर्नु उचित ठानेर नै यो भिडियो बनाइरहेको छु। जापानमा अहिलेसम्मको अरु भिसा भन्दा एकदमै कम विवादित, खासै इस्यु नआएको भिसा भनेको एसएसडब्ल्यू भिसा हो। जेएफटी यनफो र जेएलपीटी यनफो सम्मको लेभल, अब त्यो भन्दा बढी गरे त अझै राम्रो। त्यो सम्मको पास गरेर अनि कुन सेक्टरमा जाने हो त्यही सेक्टरको चाहिँ सेक्टर सम्बन्धी स्किल परीक्षा पास गरेर चाहिँ यो भिसामा चाहिँ पास गरिसकेपछि यो भिसामा एप्लाई गर्न सकिन्छ। त्यसको लागि सबभन्दा पहिला जेएफटी यनको अर्थात जेएलपीटी यनको जुन पास गरे पनि भयो। त्यसपछि सम्बन्धित क्षेत्रमा जस्तै तपाई अब फुड सर्भिसमा आउने भने फुड पास गर्नु पर्यो स्किल, नर्सिङ केयरमा आउने हो भने नर्सिङ केयर पास गर्नु पर्यो। त्यस्तै एग्रिकल्चरमा आउने भने एग्रिकल्चर, त्यस्तै अब धेरैवटा सेक्टरहरू छ। अहिले 15-16 वटा सेक्टरहरू छ। त्यो चाहिँ नेटहरुबाट सर्च गरेर हेर्न सक्नुहुन्छ। सम्बन्धित यन्फो पास गरिसकेपछि सम्बन्धित स्किल कुन सेक्टरमा आउने हो त्यही स्किल पास गरिसकेपछि अनि डिमान्ड खोजेर इन्टरभ्यूको लागि तयारी गर्ने अनि इन्टरभ्यू दिने। इन्टरभ्यूमा सेलेक्ट गर्नमा सीओई को प्रोसेस हुन्छ अनि सीओई आएपछि भिसाको प्रोसेस बाँकी प्रोसेस सकाएर हामी चाहिँ जापान आउन सक्छौं। र यो चाहिँ अब एसएसडब्ल्यू भिसामा चाहिँ तपाईहरुको कन्ट्याक्ट जब तपाईहरुले इन्टरभ्यू पास गरिसक्नुहुन्छ तब तपाईहरुको कन्ट्याक्ट पेपर आउँछ। कन्ट्याक्ट पेपरमा साइन गर्दा भनेका कुराहरू प्राय सबै कुराहरू त्यही अनुसार भएको पाएको छु मैले। त्यसकारण आफूलाई डिमान्ड हेरेर चित्त बुझेको खण्डमा मात्र एप्लाई गर्न सकिने र भनेको अनुसार नै हुने भएकाले यो भिसा चाहिँ अत्यन्तै राम्रो छ अहिलेको लागि। र भविष्यमा अहिले भर्खरै के निर्णय गरेको छ भने जापान सरकारले एसएसडब्ल्यूमा आउनेहरुको लागि चाहिँ अहिले चाहिँ 6 वर्षसम्म बस्न मिल्ने व्यवस्था मिलाएको छ। त्यसको लागि चाहिँ हामीले एसएसडब्ल्यू नीको लागि तोकिते नी भन्छ, त्यसको लागि चाहिँ एक्जाम दिनुपर्ने हुन्छ। एक्जाम दिएर तपाई पास हुनुभयो भने त अब लङ टाइम बस्न मिल्ने, डिपेन्डेन्ट ल्याउन मिल्ने कुराहरू छँदैछन्। एसएसडब्ल्यू नी पास गरिसकेपछि तपाईहरुले त्यो पाउनुहुन्छ नै। यदि पास हुनु भएन, तपाई 5 वर्षसम्म नि एसएसडब्ल्यू नी पास हुनु भएन र त्यसको अवस्थामा चाहिँ तपाईले एक्जाम दिनुभयो, जस्तै फुड सर्भिस कुरा गर्ने हो भने फुल पास मार्क्स एसएसडब्ल्यू नी को लागि 250 छ भने फुल मार्क्स 250 छ भने पास मार्क्स चाहिँ त्यसको 65% चाहिँ 162.5 हुन्छ। र तपाईहरुले चाहिँ एक्जाम दिनु भएको छ र 162.5 नम्बर ल्याउनु भएन, फेल हुनुभयो, तर तपाईले त्यसको 162.5 मार्क्सको 80% चाहिँ 130 जति हुन्छ, त्यति ल्याउनु भएको खण्डमा चाहिँ तपाईले 1 वर्षको लागि चाहिँ भिसा थपको लागि त्यो प्रमाण सहित आवेदन दिन सक्नुहुन्छ र तपाईलाई 1 वर्षको थप भिसा गरेर 6 वर्षको भिसा तपाईले प्राप्त गर्नुहुन्छ। त्यसपछि 1 वर्ष भित्रमा तपाईले एसएसडब्ल्यू 2 पास गर्नुभयो भने तपाई लङ लास्टिङ रूपमा जापानमा बस्ने, डिपेन्डेन्ट ल्याउने गर्न सक्नुहुन्छ। त्यसैले पनि यो भिसा अत्यन्तै राम्रो छ र राम्रोसँग भाषा पढेर सकेसम्म यान्त्रिक गरेर जापान आउने आफ्नो सपनालाई पूरा गर्नुहोस्। है त साथीहरु, सबैलाई मेरो यही सुझाव। हस् त, थ्यांक यू।